यो सिद्धिचरण टोलवासीहरूले अब चाहिँ के विचार गर्नु पर्यो भने अब यहाँ हेर्नुहोस् त नाली सब यस्तो छ कि अब यो सबै यत्रो सफाइ गरायो सफाइ गर्यो अब फेरि पानी चाहिँ यसरी हुन्छ। अब यो भोरि त्यहाँबाट फेरि फोहोर फालिदिएपछि ल हेर्नुहोस् त यहाँ कति बिजोग छ। अब चाहिँ कोही कसैले यहाँ फालेको देखियो भनेदेखि चाहिँ अब मुखले मात्रै होइन हातैले कारवाही गर्ने स्थिति भएको छ। ल हेर्नुहोस् यहाँनिर नालीमा फोहोर हेर्नुहोस् है फोहोर यहाँनिर डम्पिङ बनाइदिएको हुन्छ कि अब यसरी सफाइ गरेपछि फेरि यहाँ चाहिँ फोहोर फाल्यो भनेदेखि अब चाहिँ यो हेरौँ त आज चाहिँ पुरै सरसफाइ कार्यक्रम रहेको छ। यहाँ सफाइ गराइँदैछ, सफाइ हुँदैछ।